नमस्ते साथी हो म हैन जुबिन क्षेत्रमा आएको छु जुबिन क्षेत्र उता आउँदै थुप्रो मान्छे छन् आज सन्डेको दिन थुप्रो मान्छे हुँदो रहेछन् यहाँ हेर्नु गाडीको भिड सन्डेको दिन त थुप्रो हुँदो रहेछन् मान्छे तमाम भिड सन्डेको दिन ल हेर्नु होला कति भिड छ जुबिन क्षेत्रमा हेर्नु उसको जुबिनको टोपीहरू गिटार टोपी सबै थोक छ यहाँ सामानहरू सबै थोक छ गामछा कति गामछा गामछाहरू धेरै नै धेरै गामछा छ जलाको ठाउँ हो जुबिनलाई जलाको ठाउँ हो यिनै समाधि दिएको छ जलाको ठाउँ हो जुबिनलाई घर यिनै जलाको थियो कुनको नबरा यो जलाको ठाउँ अघि उसको नाममा थुप्रो चिज के बनिएको छ हेर्नुलाई थुप्रो चिज बनिएको छ जलाको दिशाहरूको सबै यहाँ फोटो दिएको छ है जुबिनलाई यहाँ जुन ठाउँमा म आएको थिएँ जलाको दाउराहरू चन्दन दाउरा जलाको यही हो फोटो बनाएर राखिदिएको थियो सबै सब फोटो बनाइदिएको छ बहुत भिड मान्छे बहुत भिड बाँकी म निक्लिँदैछु जुबिनको नामको फोटोहरू थुप्रो बनाएर बेच्दैछन् यता व्यापार भइसकेको छ टोपी गामछा टी सर्ट फोटो सब व्यापार भएको छ सब व्यापार मान्छे मरेर गएर त यहाँ व्यापारको लागि राम्रो भयो मान्छेहरू सब सामान व्यापार गरिरहेको छ र त साथी हो म गएँ अब निक्लेर यहाँबाट सबै भिडियो यस्तै हो अब यहाँ हेर्नुपर्ने त केही छैन व्यापार मात्रै चल्दैछ र त साथी हो भाइ हेर्नु कति भिड छ जुबिन क्षेत्रमा हेर्नु चाहिँ कति भिड छ कि सब दोकान छेउछाउ दोकान 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 भइसकेको छ पुरा दोकान गाडीमा पनि यस्तै रोक्छ है छेउछाउमा पुरा गाडी रोक्छ छेउछाउमा पुरा गाडी रोक्छ यो चाहिँ पुरा माने व्यापार भइसकेको छ लु हेर्नु दोकान काटेर यहाँ पनि उस्तै गाडी छ छेउछाउमा है कति गाडी छ उता पनि यस्तै नै छ गाडी त पल्लोपट्टि त्यस्तै